यो पनि ल्याएर आएँ क्यामेरा ल्याऊ नि क्यामेरा त ल्याएँ यो उसै यो ल्याउनु पनि उसले कमेस्तिर आउँछ होइन धूप से निकल के छाँव से फिसल के मिले क्या बन रही है दुनिया भरा अङ्कल कस्तो ठाउँ छ त यस्तै हो अलिकति रमाइलो पनि यो त अघि यस्तै हुनुपर्ने बाघ अनि मान्छेले यसो हिँड्नुपर्ने होइन तिमी आयो तपाईँ होस् भयो भन्ने स्वागत गर्छ नि तिमीलाई थाहा छ के गर्न सकिन्न त्यही भएर तिनीहरू के हलचल नगर्ने ताकियामा हामी 4 घन्टा 5 घन्टा हाइकिङ गरेर गएको गाह्रो भयो होला नि त्यो त तल ट्रेन स्टेसनदेखि हामी हिँडेको मान्छे त वहाँ माथिसम्म बस्ने होइन ट्रेनमा यो ताकासनको हाइकिङ जस्तो छैन जाँदाखेरि कडा यस्तो डेन्जर ठाउँ पुल त्यही उति हो क्या पुल अन्त हजुर उही त पुल जस्तो लाग्यो त्यत्रै हो त्यो होइन त्यो रोडको बार एकछिनमा हिँड्नुपर्छ पर्नु पर्यो नि त अहिले यो सद्बुद्धि आयो निन्द्रा लाग्यो रे नजाऊ रे घुस भएको कि खाने बित्तिकै तपाईँ दुईजना लड्नु मेरो भिडियो भाइरल बनाउँछु भने कन्टेन्ट चाहियो मलाई ल अब हिँड्दैछौँ हामी कति समय लाग्छ यहाँदेखि यो ठाउँ पो हो त यसो 250 मिटर आज चाहिँ दिमागले पनि उ गर्यो होइन आँखाले पनि गर्यो आँखाले पनि काम गर्यो एक्सर्साइज भन्नु नि काम गर्यो होइन कसैको यहाँ थियो अजिब अजिब कसो थियो यता उस भन्ने होइन अनि पछि चिनामा बस्दिनी अनि अब शरीरले पनि पुरै एक्सर्साइज गर्यो नि त अब तपाईँ उ गर्नु सङ्कल्प अब हिँड्नुहोस् तिम्रो उ रहेछ होइन यता के अरे तिम्रो उस भने उस छैन अर्को के हो मेरो चाहिँ त्यसपछि भन्नु अनि पछि त्यो गर्यो त्यस्तो त होइन जेन्युन हो भने ठिकै हो कन्भर्सेसनमा चाहियो ऊ भने चाहिँ कसले बुझ्ने अनि पछि त्यसपछि चाहिँ बाबुले बोल्नु जस्तो आँखाले बोल्नु जस्तो बच्चाले बोल्नु अनि पछि त अनि पछि एउटा एक्सन गरेर त्यसपछिको कुरा के अनि पछि भने चाहिँ युज गर्ने ठाउँ छुट्टै छ कि कहाँ फाल्ने मान्छे खाउन्न किरा पठाइ लाग्दैन ओहो यहाँ रहेछ हाइकिङ गर्ने ठाउँ टक्क लगाएर नाइस थोरै होइन हिँड्दै धेरै नपर्ने रहर पुरा गर्ने टाइपको रहेछ कि है रोडमा आयो कुरमा यहाँ ल्याउनु लाग्छ यहाँबाट आउँछ त्यो कुरमा ल्याएको चुपचाप लाग्यो हामी खोजिरहेको छौँ डेस्टिनेसन राम्रो राम्रो कहाँ कहाँ यस्तो रमाइलो भने आज सब ऊ भयो कि दिमागको कामदेखि लिएर आँखाको कामदेखि लिएर होइन अब शरीरको काम पुरै टक्कलाई राम्रो भयो नि त अहिले त यो पुलै हेर्न आउँदो रहेछ मान्छेहरू राम्रो रहेछ राम्रोसँग सिनेमाटोग्राफ गर्ने दामी आउँछ नि है क्यामेरामा लेन्समा हेर 4:30 मा बन्द हुन्छ त्यहाँ गएर छिटो हिँड्न सक्दैन रे ठाउँ चाहिँ यस्तो छ यो टक्क लाएर अङ्कल ठाउँ चाहिँ रमाइलो रहेछ कति राम्रो 4:30 मा बन्द हुन्छ अङ्कल त्यहाँ जान पाइन गएर आउँ त्यहाँनिर छिटो कुकुर किनिदेऊ क्या अन्त त्यसले पनि
बिरालो सबै पाउँछ सबै किनिदिने त्यहाँ त जुमार भयो दोकान बनाइदिन्छु र पनि पुरा आउने पैसा नि आउने हेर त यो पाहाडमा अप्ठ्यारो हुन्छ भने पाहाडको तलबाट यस्तो बाटो बनाएर हो नि है देश भनेर देश हुन्छ माटो छुन नहोस् घुम्नेको आयो मगर अब यहाँ बाटो कसरी बनाउने अब उ छ होइन तलबाट गइहाल्छ पानी यो माटो यस्तो बनाइदियो एकदम काठको बनाइदिएछ डेन्जर ठाउँ रहेछ त्यो राम्रो ठाउँमा आइपुग्यो यो ठाउँ चाहिँ के छ भन्दा यस्तो छ बिच जङ्गलमा अब यो यस्तो टाइपको पुल बनाएर छ है वा हेभन टाइप होइन वा यो त डेन्जर रहेछ नि त ठाउँ चाहिँ यस्तो पुल रहेछ त्यसरी फोटो हिँड्नुपर्छ खिच्नुपर्छ क्या हुन्छ त्यसरी नै हिरिकीवासी यो पुल रहेछ यहाँ है हिरिकीवासी यति नै टुरिज्म कति बढ्छ हेर अक्सिजन प्रचुर मात्रामा छ क्या यो तल अब कति छ प्रचुर मात्रा झोला पोल्ट्रिन सिलिन्डर यो त हो कि कुन कहाँको गाउँ जोड्नलाई होला यार यताको गाउँ र उताको एउटा डाँडा र अर्को डाँडा यहाँ थियो यहाँ रहेछ यार यो यहाँ चाहिँ जानु पर्ने हामी त कन्टिन्यू गएको भए त्यो पुग्थ्यो होला कि राम्रो यो चाहिँ राम्रो देख्दैन अङ्कल पानी गएर म यहाँ भाग भन्ने होला टाइमर होला कि यिनीहरू आए अगाडि यार अघि कस्तो मूर्तिकोमा जान त टाइम लाग्छ नि है देख्दैनौ त्यो तर बन्द त कति बजे बन्द हुन्छ भन्ने हो अङ्कल गाडी जाने होइन त त्यो गाडी नै हो त्यहीँ जान्छ गाडी तर हिँड्न चाहिँ पर्छ तलै राख्नुपर्छ कस्तो राम्रो ठाउँ खोला रहेछ सानो कस्तो राम्रो ठाउँ रहेछ यो त फेरि फेरि आउनु पर्ने टाइम लिएर यहीँ मात्र घुम्ने गरेर यहीँ मात्र त एक दिनमा पनि सकिन्न यहाँदेखि मोबाइल गयो भने त गयो है आउनु जाउँ उतासम्म जाउँ माथि उता पनि छ कि के माथि कति मोटो हेर न